नमस्कार, समुन्नतिका लागि सञ्चार सुरमा मिडिया प्रणालीको साप्ताहिक प्रस्तुति कार्यक्रम शिक्षाको सेरोफेरोमा यहाँलाई हार्दिक स्वागत छ। सुदृढ, व्यवस्थित र मर्यादित शिक्षा क्षेत्रको परिकल्पनासहित यस कार्यक्रमको अवधारणा अगाडि सारिएको हो। आउनुहोस् आजका प्रस्तुतितर्फ लागौँ। पछिल्लो समयमा काठमाडौँ जिल्ला शिक्षा कार्यालयमा केही सुधारका प्रयत्नहरू भएका छन्, तर यी प्रयत्नहरू आफैमा पर्याप्त छैनन्। वास्तवमै यी कार्यालयहरूलाई माथि उठाउने हो भने कर्मचारीको काम गर्ने शैली र यसका संरचनाहरूमा आमूल परिवर्तन हुनु आवश्यक छ। एक रिपोर्ट। यतिखेर हामीहरू जिल्ला शिक्षा कार्यालय काठमाडौँ अगाडि छौँ। ताचल स्थित यस कार्यालयमा आज हामी एकजना जिम्मेवार कर्मचारीले इमानदार प्रयत्न गर्ने हो भने के कति उपलब्धिहरू हासिल गर्न सकिन्छ त्यसको उदाहरण प्रस्तुत गर्नेछौँ र साथमा हेर्दाखेरि 19औं 20औं शताब्दीको जस्तो लाग्ने यो भौतिक पूर्वाधार, यो संरचना किन यस्तो भयो यस विषयमा केही चर्चा गर्नेछौँ। यिनै विषयवस्तुको पेरिफेरीमा घुम्नेछ आजको हाम्रो शिक्षाको सेरोफेरोको विशेष रिपोर्ट। हामीहरू अपाङ्ग संस्थाहरू जन्माउँछौँ र सुधारको गुन्जाइस हुँदाहुँदै तिनीहरूलाई अपाङ्गतामै हुर्काउँछौँ पनि। सायद हामी डराउँछौँ सपाङ्ग संस्थाहरूसँग। हाम्रो देशमा यस किसिमका अपाङ्ग संस्थाहरूका थुप्रै उदाहरणहरू छन्, जसमध्ये एउटा हो काठमाडौँ जिल्ला शिक्षा कार्यालय। पछिल्लो समयमा भने झिनो सुधारको प्रयत्न भएको पाइन्छ। यहाँ आजको प्रविधिको युगमा समेत काठमाडौँ जिल्ला शिक्षा कार्यालयको आफ्नो सफ्टवेयर छैन, वेबसाइट थिएन र यहाँका कर्मचारीहरूमा प्रविधि मैत्री संस्कार थिएन। यसअघि अभिलेख व्यवस्थापन त थियो, तर अहिले चाहिँ अझ बढी स्पष्टसँग शिक्षकले चाहेको बेलामा खोजेको बेलामा उसले तुरुन्तै टाइम लाग्दैन। तपाईँलाई यस्तो सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता यही हो। अझै पनि यहाँका सम्पूर्ण प्रशासनिक कार्यहरू हातले लेखेर परम्परागत ढङ्गबाट सम्पन्न हुने गर्दछन्, जसको फलस्वरूप कागजपत्रहरू हराउने, खोज्न धेरै समय लाग्ने, खोज्दा नपाइने जस्ता समस्याहरू देखा पर्दछन्। पछिल्लो समयमा यस कार्यालयमा सामान्य सुधारको प्रयत्न भएको छ। खास गरेर आवश्यक तथ्याङ्कहरू व्यवस्थित तौरले राख्ने प्रयत्न गरिएको पाइन्छ। यो शिक्षकहरूको रेकर्ड राख्ने हो। रेकर्ड राख्दै हुनुहुन्छ? हजुर, कम्प्युटरमा राख्दै हुनुहुन्छ। अनि त्यो वेबसाइटमा पनि राख्दै हो कि यहाँ वेबसाइटमा एन्ट्री गर्दैछौँ हामीहरू। हजुर। यसको थालनी वैकुण्ठ प्रसाद अर्याल प्रमुख जिल्लाधिकारी भएर आएपछि उनकै अग्रसरतामा भएको। उनले अन्य जिल्लाहरूमा समेत आफ्नै पहलमा भएका कामहरूको अनुभवको आधारमा यस्तो सुधारको थालनी गरेका हुन्। हाम्रो जिल्ला शिक्षा अधिकारीले चाहिँ उहाँ कास्कीमा जिल्ला शिक्षा अधिकारी हुँदाखेरि यो काम त्यहाँ सम्पन्न गर्नु भएको। साथै उनले कार्यालयभित्र एउटा पद्धति बसाल्ने काम समेत गरेको कर्मचारीहरू बताउँछन्। के यसको सुरुवात पनि के हाम्रो वैकुण्ठ सर आएर भयो कि के हो? यो सफ्टवेयरमा राख्ने? हजुर हजुर, यो त हो। तर यहाँ जे जस्ता सुधारका कार्यहरू भएका छन् ती आफैमा पर्याप्त भने होइनन्, अझै धेरै सुधारको आवश्यकता छ। खासै त्यस्तो धेरै उल्लेखनीय त छैन, केही सुधारका प्रयासहरू मात्रै थालनी गरेका छन्। सामुदायिक विद्यालयको शिक्षकहरूको अभिलेखको अवस्था काठमाडौँको अत्यन्त कमजोर रहिरहेको अवस्था, त्यो अभिलेखलाई व्यवस्थित बनाउने र शिक्षकको व्यक्तिगत विवरणमा हार्ड कपी र हामीलाई अभिलेखको लागि चाहिँ सफ्ट कपी खोजेको बेला तुरुन्तै पाउन सक्ने गरी अहिले चाहिँ त्यो अभिलेखलाई व्यवस्थित गर्ने क्रममा जुटिरहेको अवस्था छ। हाम्रो सामान्य बुझाइमा राजधानी सहरको कार्यालय हुनुको नाताले पनि काठमाडौँ जिल्ला शिक्षा कार्यालय सबै जिल्ला शिक्षा कार्यालयहरूभन्दा सुदृढ, व्यवस्थित तथा सुविधा सम्पन्न हुनुपर्ने हो। तर सायद यसको सुधार गर्ने बेलामा निधायो यहाँको प्रशासन। यहाँको पद्धति बसाल्ने समयमा निधाए यहाँका प्रशासकहरू। जिल्ला शिक्षा अधिकारी वैकुण्ठ प्रसाद अर्याल पनि जिल्ला शिक्षा कार्यालय काठमाडौँले काठमाडौँ बाहिरका
जिल्ला शिक्षा कार्यालयहरूबाट अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँछन्। पहिला यो स्वरूपमा थियो, अहिले अब हामी यसलाई यो अवस्थामा भएकोले यसले जति हामीले खोजेको अभिलेख समयमा पाउने, विशेष गरी शिक्षकहरूको निवृत्ति भ्रमणको बेला कुन डकुमेन्ट छ छैन त्यो भयो, कसैको बारेमा उजुरीहरू पर्यो भनेदेखि हामीलाई चाहिने डकुमेन्ट खोज्दा मरिगए फेला नपर्ने, यसलाई सहज बनाउनलाई अहिले नयाँ तरिका अवलम्बन गर्ने प्रयास गरेका हौँ। यो फाइल क्याबिनेटमा हामीले ह्याङ्गिङ फाइलको सिस्टमबाट यस्तो तरिका अवलम्बन गरेर राख्न खोज्दैछौँ। यो फाइलिङ सिस्टम हो। अहिले सबै विवरणहरू इन्ट्री गरेर हामीले यो सफ्टवेयर मार्फत भर्छौँ, जहाँ स्कुल स्ट्याटिस्टिक इन्फर्मेसन सिस्टम अन्तर्गतको TMIS यो छ। सभ्य, शिष्ट र समुन्नत समाज निर्माण गर्नका लागि निश्चित पद्धतिको सुरुवात गर्नुपर्ने शिक्षा क्षेत्र र शिक्षा क्षेत्रलाई नेतृत्व गर्ने संस्थाहरूको त यो दुर्गति छ भने अन्य निकायहरूबाट के अपेक्षा गर्न सकिन्छ? झट्ट हेर्दा 18औं शताब्दीको जस्तो लाग्ने यहाँको संरचना र यहाँको कार्य पद्धतिलाई 21औं शताब्दीको संरचनामा पुर्याउन आमूल परिवर्तन गर्न आवश्यक देखिन्छ। जे होस्, प्रबल इच्छा शक्तिका साथ लाग्ने हो भने काठमाडौँ जिल्ला शिक्षा कार्यालय मात्रै होइन, यस्ता अन्य संस्थाहरूलाई पनि सहज ढङ्गले उठाउन सकिन्छ। त्यसका लागि जिम्मेवार व्यक्तिले इमानदार प्रयत्न गर्न आवश्यक देखिन्छ। अब पालो भएको छ शैक्षिक बहसको। माध्यमिक विद्यालय तहसम्मको शिक्षा सरकार आफैले सञ्चालन गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ। नेपालको अन्तरिम संविधान 2063 मा पनि माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क शिक्षाको रूपमा उल्लेख गरिएको छ। तर यथार्थमा यस्तो पाइँदैन। यिनै समसामयिक विषयमा केन्द्रित रहेर शिक्षाविद डाक्टर मनोप्रसाद वाग्लेसँग गरेको कुराकानीमा आधारित शैक्षिक बहस अबको पालोमा। नमस्कार, शैक्षिक बहसमा यहाँलाई हार्दिक स्वागत छ। आजको शैक्षिक बहसमा हामी स्पष्ट वक्ता र मिठो बोल्ने व्यक्ति डाक्टर मनप्रसाद वाग्लेसँग कुरा गर्नेछौँ। शिक्षाविद मन वाग्लेलाई सर्वप्रथम कार्यक्रममा स्वागत गरौँ। सर, स्वागत छ। धन्यवाद, थ्याङ्क यू सर। केमा व्यस्त हुनुहुन्छ आज? अचेल अब छुट्टी भयो 15 दिन युनिभर्सिटी। अब यही लेख पढ, यसो अब बाँकी रहेका रिसर्चहरू, विद्यार्थीको थेसिस अब हेरिदिनु पर्ने होइन, आफ्नो 2-4 आर्टिकल लेख्ने बानी छ, त्यो लेख्नु पर्यो। यस्तै छ। तपाईँलाई आरोप छ एउटा, भन्नु न। तपाईँ निजी क्षेत्रको विरोधी हुनुभयो। यही तपाईँ उदारीकरणको विरुद्धमा बोल्न थाल्नुभयो। किन त्यस्तो गर्नुभयो? यस्तो छ, सिद्धान्तले बोल्ने हो, व्यक्तिले बोल्ने होइन। तर तपाईँ पूर्वाग्रही हुनुभयो। होइन, अरूले हेर्दा पूर्वाग्रही हुनु नि। संसारभरमा शिक्षाको सिद्धान्त के हो भन्दाखेरि विद्यालय शिक्षा सरकारको दायित्व हो, त्यसमा सरकारको लगानी हुनुपर्छ र विद्यालय शिक्षामा निजीकरण हुनु हुँदैन भन्ने शिक्षाको सिद्धान्तबाट म प्रेरित छु। र मैले पनि के भनिरहेको छु भने मैले ब्याचलर्स लेभल, मास्टर्स लेभलमा निजी क्षेत्र हुनुपर्छै भनेको छु। फेरि त्यसरी कक्षा 1 देखि 12सम्म अहिले पनि मलाई सोध्नुहुन्छ भने यहाँका सबै निजी विद्यालय बन्द हुनुपर्छ, नेपाल सरकारले त्यसमा लगानी गर्नुपर्छ, अहिले भने जस्तो न्यूनतम स्तर कायम गर्नुपर्छ र ती विद्यार्थीलाई अरूसँग कम्पिट गर्न सक्ने बनाउनुपर्छ। र उच्च शिक्षामा गइसकेपछि 13 क्लास गइसकेपछि ब्याचलर्स डिग्रीको पहिलो तपाईँको इयर अथवा सेमेस्टरमा गएपछि चाहिँ त्यसलाई चाहिँ तपाईँको कम्पिटिसनमा छोडिदिनुपर्छ र त्यहाँ निजी कम्पिटिसन हुनुपर्छ भन्ने कुरामा म अहिले पनि अडिग छु। स्कुल एजुकेसनले पढाउने भनेको के हो? नेसन, क्यारेक्टर बिल्डिङ, मोरल बिल्डिङ, तिनवटा कुरो हो। जुन कुरो अहिले निजी क्षेत्र र सरकारी क्षेत्रको चाहिँ लडाइँका कारणले छिन्नभिन्न भएको छ। त्यसले गर्दा हामीले एउटा राष्ट्रिय एकता कायम गर्न सकेका छैनौँ। जबसम्म यो देशमा नेपाल सरकारले सार्वजनिक विद्यालयहरू मार्फतै 1 देखि 12को शिक्षा सञ्चालन गर्दैन र जबसम्म चाहिँ निजी क्षेत्रलाई हामीतिर राखिरहन्छ, हामी राष्ट्रिय एकतामा पछि परिरहन्छौँ। त्यो म अहिले पनि अडिग छु र मेरा भावनाहरू त्यसैबाट प्रेरित छन् र त्यही सिद्धान्तले मलाई गाइड गरेको छ। मलाई कुनै व्यक्तिसँग अथवा संस्थासँग कुनै विरोध गर्नुपर्ने छैन, लेनदेन पनि छैन मेरो उहाँहरूसँग। एउटा कुरा खोल्न दिनु हुँदैन भन्नुभयो, हो। अर्को कुरो बन्द गर्नुपर्छ भन्नुभयो। बन्द चाहिँ कुन तरिकाले गर्ने? यो बन्द भने फेज वाइज। अब तपाईँ अहिले खुलेका सबैलाई एकचोटि ठ्याक्क बन्द गर्दाखेरि त नेपाल सरकारको नियमअनुसार खुल्या हो भने नेपाल सरकारले एउटा के नीति गर्नु पर्यो भने अब कुनै पनि निजी विद्यालय, काठमाडौँ भक्तपुरमा त बन्द पनि गरिसक्यो होइन, निजी विद्यालयहरूको अब यहाँ क्लोज गर्नु पर्यो। दोस्रो स्टेपमा
क्राइटेरिया नपुगेका जस्तो पोहोर सालको चाहिँ एसएलसीको रिजल्टमा 14वटा निजी विद्यालय शून्य नतिजा हो, त्यो विद्यालय बन्द गरिदिनु पर्यो। निजी विद्यालय भन्ने अस्ति तपाईँको पत्रिकामा देखियो, तपाईँको चाहिँ त्यो बाँसको चोयाको चाहिँ कक्षा कोठा बनाउने झ्यालडोका नभएको त्यो पनि निजी विद्यालय है। निजी विद्यालय पनि एउटा स्तर त हुन्छ नि, नेपाल सरकारले तोकेको स्तर अनुसार सञ्चालन नभएका निजी विद्यालयहरू एकैचोटि बन्द गरिदिने हो। जो स्तर पुगेका छन् उनीहरूलाई नयाँ विद्यार्थी भर्ना नगर होइन। यो साल 1 क्लासमा भर्ना बन्द, अर्को साल 2 क्लासमा भर्ना बन्द भने 10 वर्षमा त्यसलाई चाहिँ फेज आउट गर्नुपर्छ र त्यसको सट्टामा नेपाल सरकारले लगानी बढाएर तपाईँको सामुदायिक विद्यालयहरूको चाहिँ नम्बर बढाएर त्यहाँ लगानी गर्नुपर्छ भन्ने। फेरि हामी आफूले गर्न नसक्ने सामुदायिक स्कुलको हालत त हामीले देख्यौँ, त्यो पढाउन नसकेरै हो होइन, यसो हामी जिम्मेवार नभएरै हो, फोकस नपुगेर हो। तपाईँको शिक्षा मन्त्रालय शिक्षा मन्त्रालय शिक्षा विभागले तपाईँले अघि भने एउटा संयन्त्र बनाउनु जरुरी छ। शिक्षा मन्त्रालय शिक्षा विभागभित्र हाम्रो शिक्षा मन्त्रालयमा जति पिएचडी होल्डर अरू मन्त्रालयमा कम पाउनुहुन्छ होइन। उहाँहरू काम के त नयाँ योजना ल्याउने, नयाँ काम गर्ने। डेनमार्कबाट पिएचडी गरेर आउने तपाईँको चाहिँ यहाँ 23जना चाहिँ एमफिल 6 जना गरेर आउने, पछिसम्म गरेर तपाईँको 12-15 जना डेनमार्कबाट पिएचडी गरेर ल्याएको छ। काठमाडौँ विश्वविद्यालयबाट पिएचडी गरेर आएको छ, त्रिभुवन विश्वविद्यालयबाट पिएचडीको सङ्ख्या यति छ कि त्यहाँभित्र एमफिल र पिएचडीको सङ्ख्या अहिले तपाईँको चाहिँ प्रायः तपाईँको अधिकृतहरू एमफिल पिएचडी नगरेर सायद कोही छैन होला। उहाँहरूको कुरोलाई तपाईँको समातेर शिक्षामा नयाँ मोड दिएर अगाडि बढाइयो भने सक्षमता त शिक्षा मन्त्रालयभित्रै छ, त्यो सक्षमता शिक्षा मन्त्री शिक्षा सचिवले चिन्न सकेका छैन। त्यहाँ उहाँहरूले रिकगनाइज गर्नु पऱ्यो नि, त्यो चाहिँ तपाईँको कम्पिटेन्ट युथ चाहिँ ह्युमन रिसोर्सलाई उहाँहरूलाई अगाडि बढाएर गऱ्यो भने यो सकिन्छ। हेर्नुहोस् होइन, नसकिने कुरो छैन। कि त के भन्नु पऱ्यो तपाईँको भन्दाखेरि अनि खुल्ला अर्थनीतिमा हामी गइसकेको उदार अर्थव्यवस्थालाई चाहिँ अङ्गीकार गरिरहेको अवस्थामा निजीलाई यसरी चाहिँ कन्ट्रोल गर्न चाहिँ मिल्छ? कन्ट्रोल होइन, विद्यालय शिक्षा राज्यको दायित्व हो। निजीलाई कसले रोकेको छ? जानुहोस् न तपाईँको चाहिँ यो ब्याचलर्स मास्टर्स नयाँ प्रोग्राम ल्याउनुहोस्, अहिले खुलेको छैन तपाईँको यहाँ। तपाईँको ब्रिटिस स्कुलले ल्याएर त खोलेर बसेको छ भने हाम्रो नेपालले खोल्न नपाउने कुरो छैन। हेर्नुहोस् हामीले जुन उनीहरूको उत्पादन हेर्ने हो नतिजा, अब मूल्याङ्कन त त्यो अनुसार हुन्छ। उपलब्धिको आधारमा हेर्ने हो भने, राष्ट्रिय योगदानको हिसाबले हेर्ने हो भने निजी शिक्षण संस्थाहरूको बढी देखिन्छ। त्यो पनि मान्दिनँ म। किन मान्दिनँ भने नलेज सस्टेनेबल हुनुपर्छ। एसएलसीमा डिस्टिङ्सन ल्याउने मान्छेले +2 को प्रवेश परीक्षामा फेल भएको उदाहरण छन्, +2 मा तपाईँको ब्याक पेपर लागेको उदाहरण छन् निजी शिक्षाकै होइन। जति तपाईँको अहिले हेर्नुहोस् न, +2 को रिजल्ट कति % हो? अस्ति निकालेको 48% हो। +2 को रिजल्ट तपाईँको गएको 5 वर्षभित्र हेर्नु भने एभरेजमा 40% भन्दा कम छ। त्यो पनि त निजी नै हो नि। त्यस कारण तपाईँको विद्यालय शिक्षाको एसएलसी मात्रै त्यसको मापक बन्न सक्दैन। तपाईँले एसएलसीसम्म पढाएको कुरो चाहिँ अर्को 10 वर्ष सस्टेन गर्नु पऱ्यो नि। अघि मैले भने इन्टरनलाइजेसन अफ द कन्टेन्ट वाट एभर यु आर टट, त्यो लान सकेन भनेदेखि त त्यो नलेज त ती मऱ्यो नि। खोइ त कन्ट्रिब्युसन उच्च माध्यमिक शिक्षाको नतिजाबाटै थाहा हुन्छ कि निजी विद्यालयहरूले गरेको कन्ट्रिब्युसन होइन रहेछ भनेर त्यहाँबाट प्रमाणित हुन्छ। मैले गर्नै पर्दैन नि, मैले विरोध गरेकै होइन नि। त्यहाँ गएर आफूलाई जज गर्नुहोस् न, माथि गएर जज गरे भयो नि त, अरूले हेर्नै पर्दैन नि। मैले त्यसरी हेर्छु, नतिजाबाट हेर्ने भने म नतिजाबाट तपाईँलाई प्रमाण गरेर देखाइदिन्छु। योभन्दा बढी के भन्नु? किन नबुझ्या होला नि त? यस्तो छ, तपाईँले लगानी गरिसक्यो, जिन्दगी त्यससँग डुबाइसक्यो, त्यो चाहिँ हटाइदेला, त्यो भत्केला भन्ने डर त भयो नि त। त्यो नहोस्। होइन, निजी क्षेत्रकाहरूको त आफ्नो इन्ट्रेस्ट छ, छोडिदिउँ। उहाँहरूले चाहिँ आफ्नो चाहिँ के भन्छ छाक टार्नलाई भए पनि त्यो बोल्नुपर्ने स्थिति छ। अब हेर्नु तपाईँ हाम्रा शिक्षा मन्त्रालयले बुझ्नु पर्यो, बुझ्नु पर्यो। विभागले तपाईँले अहिले शिक्षा मन्त्रालय गएर सोध्नु भने उहाँ त्यही भन्छ, शिक्षा राज्यको दायित्व हो भन्नुहुन्छ उहाँले। तर सरकारी भित्र पनि फी असुल गरे अवस्था छ। गरिब असहायहरूले त्यही फी तिर्न नसकेर घरमा बसिरहेको अवस्था छ। अधिकारवादी शिक्षा त कहाँ हो त्यो सपनाको कुरो। तपाईँको यहाँ चाहिँ भातृ सङ्गठनहरूले पनि त्यही कुरो गरे, निजी विद्यालय बन्द गर्ने कुरो गरेर 58 सालदेखि आन्दोलन गरेका तपाईँको राजनीतिक भातृ सङ्गठनका नेताहरू, मतलब उहाँहरू अहिले उहाँहरूको चाहिँ निजी क्षेत्र त मारी खाने भाँडा भएको छ। निजी क्षेत्र हट्यो भने उहाँहरूको पैसा भोलि त चन्दा दिने मान्छे नै हुँदैन भने उहाँहरू पनि त्यहाँनिर ढुलपुल्ने नीति जस्तो लाग्यो मलाई त। अहिले तपाईँले यसरी हेर्नु भएको छ कि छैन? हाम्रो राष्ट्रिय चिन्तन भन्दा पनि देश प्रेम अथवा विश्व चिन्तन भन्दा पनि छैन। अहिले यो सोच के भयो त भन्दाखेरि कमाइ खाने, कसरी पैसा कमाउने, व्यापार गरे भयो हुन्थ्यो नि। राजनीति किन गरे? होइन, व्यापार गरे भयो हुन्थ्यो, राजनीति किन गरे? व्यापार गरे भयो हुन्थ्यो, शिक्षा किन गरे? सत्य। शिक्षामा आउने निजी क्षेत्रले पनि त व्यापार गर्ने थुप्रै ठाउँ छन् नि। व्यापारै गर्नु थियो भने यहाँभित्र किन आएको?
यो त व्यापार गर्ने थलो हुँदैन। तपाईँ आर्थिक उदारीकरण कुरो गर्नुभयो कि हेर्नुहोस्, मलाई चित्त नबुझेको कुरा गर्छु। आर्थिक उदारीकरण कुरो गर्नुभयो, विश्वव्यापीकरण कुरा गर्नुभयो, त्यो भनेको WTO पक्रिनु भयो। WTO भनेको स्कुल एजुकेसन होइन। नेपालले 2004 WTO सही गरेर आउँदाखेरि उच्च शिक्षाको लागि मात्रै भनेर सही गरेर आएको छ। बुझ्नुहोस्, निजीकरण उदारीकरण शिक्षा भनेको उच्च शिक्षा मात्रै भनेको त्यसले पनि प्रभावित गर्छ, स्कुल एजुकेसन होइन। स्कुल एजुकेसन छोडिदिनुहोस्। मैले निजी क्षेत्रका साथीहरूलाई यहीँबाट अनुरोध गर्छु, स्कुल एजुकेसन लगानी गर्न छोडिदिनुहोस्। तपाईँहरू उच्च शिक्षामा लगानी गर्नुहोस्, देशलाई चाहिने ह्युमन रिसोर्स तयार गर्नुहोस्, माथि लैजानुहोस्। सरले यति अनुरोध गर्दैमा छाड्छन्। 10 वर्ष मेहनत लागेको छ हेर्नुहोस्, 10 कक्षामा पुग्न उनीहरूलाई जगालेका छन्। 10 वर्ष पुग्ने बेलासम्म यति पैसा कमाएको पनि छ नि त। त्यसैले मैले शिक्षा र अर्थलाई तुलना गर्न हुँदैन भनेको। तपाईँले उत्पादन गरे बुढानीकण्ठ स्कुलमा सरकारले लगानी गर्छ। बुढानीकण्ठ स्कुलका तपाईँको 64% विद्यार्थीहरू तपाईँको विदेशमा गएर चाहिँ भाँडा माझेर बस्छन्, तपाईँको विदेशीको चाकरी गर्छन्। हाम्रो लागि के त? निजी शिक्षालयहरू पनि त्यही हुन्। अहिले निजी शिक्षाका तपाईँको चाहिँ तपाईँको सञ्चालकलाई सोध्यो भने उहाँहरू गर्व गर्ने कारण हाम्रो विद्यार्थी अस्ट्रेलिया पढिरहेछ, हाम्रो विद्यार्थी अमेरिका पढिरहेछ, हामीले क्वालिटी छैन भन्नुहुन्छ। अमेरिका अस्ट्रेलिया पढाउनको लागि उत्पादन गरे हो कि यहाँ सेवा गर्न उत्पादन गरे हो त? त्यही त। हामी गर्व नै गलत कुरामा गरिरहेछ। हामीले गर्व गर्ने ठाउँै छैन। 36 सालदेखि चाहिँ च्याउ जस्तो उम्रेको चाहिँ हाम्रो निजी विद्यालय 36 सालबाट आज 33 वर्ष भइसक्यो। 36 सालमा 1 क्लास पढ्ने मान्छे अहिले 40 वर्षको भयो निजी शिक्षालयमा। त्यो त सचिव हुन सक्थ्यो नि। कोही त निजी विद्यालयको यहाँ सचिव भएको, कोही सहसचिव भएको, कोही उपसचिव भएको, शाखा अधिकृत पनि छैन। निजी विद्यालयको उत्पादन कहाँ छ? फ्रन्ट डेस्कमा, ट्राभल एन्ड टुरिज्ममा, टुर गाइडमा होइन। क्वालिटी दियो त। तिनीहरू आकर्षण मात्र उनीहरूलाई पुतलीको रूपमा युज हेर्नुहोस् है। तिनीहरूलाई चाहिँ के भने तिनीहरूको ल्याङ्ग्वेज अङ्ग्रेजी बोल्न जानेछ। अङ्ग्रेजी बोल्ने मान्छे बिग्रिने ठाउँ तिनै हुन्। तिनले लिडरसिप रोलमा त आउन सकेको छैन नि। भनेपछि रिजल्ट ल्याए, तर त्यो वास्तविक नतिजालाई हेर्दा हो, तर गुणात्मकताभित्र छिर्ने हो। तपाईँ मेरो कलेजमा पढिसकेपछि र म प्रिन्सिपल भइसकेपछि तपाईँलाई मैले यो राज्यको कुनै ठाउँमा नेतृत्व लिन सक्ने निकायमा पुर्याउने हिसाबले तपाईँलाई मैले उत्पादन गर्नु पर्यो। चाहे प्राविधिक होस्, चाहे व्यावसायिक होस्, चाहे तपाईँको सरकारी निकाय होस्। तिनटै निकायमा निजी विद्यालयको आज 33 वर्ष भइसक्यो छाडा छोडेको, मतलब उत्पादन गरेको होइन। त तिनीहरू त्यो निकायमा नपुग्नुको अर्थ के? खोज्नुपर्छ कि पर्दैन? निजी विद्यालयहरूले पनि खोज्नुपर्ने अवस्था आएकै आएन? हिसान प्याप्सन एन प्याप्सनले खोज्नुपर्ने कि नपर्ने होइन? अब आरोप लाग्यो भनेर म डराउन्न, मेरा आफ्ना तर्क छन्। सरकारले किन नबुझ्या त? यस्तो छ, शिक्षा मन्त्रालयले 23 वर्षभित्रमा जुन स्टेप फड्को मार्नु पर्यो नि भित्रै बसेर हेर्नु। श्रीलङ्काको तामिलसँगको युद्ध 3 दशकभन्दा लामो चल्यो, शिक्षा हल्लिएन। बोस्निया हर्जगोभिनाको हेर्नुहोस्, त्यत्रो सिभिल वार भयो, शिक्षा हल्लिएन। हामी कहाँ चाहिँ यो ब्युरोक्रासी र पोलिटिक्स हल्लेर शिक्षा हल्लिनु पर्थ्यो? त्यहाँभित्र बस्ने कर्मचारीले, तपाईँको कर्मचारी तन्त्रले शिक्षालाई अगाडि बढाउन सक्थ्यो, तर चाहेन, रिस्क लिन चाहेन। रिस्क लिनुपर्छ शिक्षा मन्त्रालय बस्ने मान्छेहरूले। त्यस कारण शिक्षा मन्त्री र शिक्षा सचिव सर्वज्ञ होइनन्, ती चेन्ज हुँदै जान्छन्। त्यहाँको कर्मचारी तन्त्र त्यहीँ बसिरहन्छन्। त्यसले गर्नुपर्ने काम हुन सकेन। त्यो साहस छैन। सबभन्दा बढी PhD अघि नै भन्ने साहस जन्माउनु पर्यो नि त्यहाँ। त्यो नभएको कारण हो। हुन्छ, यतिमा रोकाउँछ। थ्याङ्क यू भेरी मच। धेरै धन्यवाद सहभागिता जनाइदिनु भयो। थ्याङ्क यू भेरी मच। अब पालो भएको छ दृष्टिकोण सेगमेन्टको। नमस्कार, दृष्टिकोण सेगमेन्टमा यहाँलाई हार्दिक स्वागत छ। आज हामी काठमाडौँ इन्टरनेसनल स्कुल गौरीघाटमा आइपुगेका छौँ। यहाँका शिक्षक तथा विद्यार्थीसँग आज हामीले प्यार र छठमा पड्काइने पटकाका विषयमा कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ विद्यार्थीको परिचयबाट। सुमन डङ्गोल, म कक्षा 10 मा पढ्दछु। म अमृता अधिकारी, काठमाडौँ इन्टरनेसनल स्कुलको कक्षा 10 मा पढ्दैछु। म आकृति सिसापति, काठमाडौँ इन्टरनेसनल स्कुलको कक्षा 10 मा पढ्दैछु। सृजन भट्टराई, कक्षा 9 मा अध्ययनरत। प्यार र छठमा पड्काइने पटकाले धेरै साथीहरूले आँखा गुमाएका छन्। को घरबारहरू जलेको छ। विशेष त यो समस्या तराई भेगमा धेरै नै हुने गएको छ, तर हामी यहाँ पनि काठमाडौँ पनि समस्या नभोगेका होइनौँ। यसै विषयमा आकृति बहिनीको के भनाइ छ त? यो यसरी पटका पड्काउनु उचित हुन्छ या हुँदैन? कस्तो लाग्छ? आकृति बहिनीको भनाइबाट सुरुवात गरौँ। कस्तो लाग्छ? पड्काहरू भनेको तिहार हामी छठहरूमै पड्काइरहेका हुन्छौँ। प्राय पड्काहरूले धेरै दुर्घटना पनि भइसकेको छ। पहिला म पड्का पड्काउने गर्थेँ, तर एउटा तिहारको कुरा हो, मेरो दाइ छतमा पड्का पड्काइरहेको थियो। म मेरो दाइलाई बोलाउन भनेर ठ्याक्क माथि पुग्दाखेरि मेरो टाउकोमा केही पड्का आएर मेरो कपाल पनि खसेको थियो।
त्यो दुर्घटनादेखि मलाई पड्का पड्काउन अति डर लाग्छ। अब त्यही तिहारतिरै छठतिरै मात्रै पड्का पड्काइन्छ। मैले त अहिलेसम्म पड्का पड्काएको छैन। मेरो बाबाले पनि मलाई अब बाबालाई कहिले हो त्यो पड्काले हात जलेको थियो अरे, त्यसले मलाई कहिले पनि पड्काउन दिसिन्न। अब बुझौँ सुमन भाइको विचार। अब तिहार भनेको हाम्रो समाजमा अहिलेको कल्चर भनेर पटका पड्काउने प्राय गरिन्छ। हाम्रो समाजमा पनि पटका पड्काउने गरिन्थ्यो। पटका पड्काउँदा मेरो हात जल्यो, मेरो आँखामा पनि हल्का इन्जुरी हुन पुग्यो अनि मेरो आँखाको अपरेसन गर्नु परेको थियो। संयोग मान्नुपर्छ पटका पड्काएर 2 जना भाइ र 1 जना बहिनी घाइते हुनुभएको रहेछ। अब अमृत बहिनी चाहिँ घाइते हुनुभएको छ कि छैन, उहाँको विचार कस्तो छ एकताली सुनौँ। म त्यस्तो घाइते चाहिँ भएको छैन, त्यही पनि मलाई पटका पड्काउन डरै लाग्छ। अब तिहार छठमा पटका पड्काउने एकदम कमन भइसकेको छ। अब विकृति जस्तो भइसकेको छ। हामीले तिहार छठ मनाउनु पर्छ, रमाइलो पनि गर्नुपर्छ, तर पेरेन्ट्सहरूले चाहिँ बच्चाहरूले राम्रो गाइडेन्स दिएर अनि उनीहरूलाई पटका पड्काउन पनि आफूले पड्काइदिएर उनीहरूलाई देखाउँदाखेरि हुन्छ, तर उनीहरू आफैलाई पड्काउनु दिनु चाहिँ राम्रो होइन जस्तो लाग्छ। साथीहरू दुर्घटनामा परेर सचेत हुनुभएछ। रमाइलो गर्नु पर्दैन र पटका पड्काउँदा धेरै रमाइलो हुन्छ। साथीभाइ बसेर पटका पड्काउन रमाइलो लाग्दैन? पटका पड्काउनु पर्दैन भन्ने पेरेन्ट्सको गाइडेन्समा अब त्यस्तो इन्जुरी नहुने खालको, अलिक टाढाबाट पड्काउँदा केही नहुने खालको पनि पटकाहरू पाइन्छ। त्यस्तो खालको गर्दा हुन्छ, तर पेरेन्ट्सको अन्डरमा बसेर बच्चाहरूले अलि राम्रोसँग मात्र गर्नुपर्छ। त्यो हावातालमा गरेर चाहिँ दुर्घटना हुनसक्छ। तिहार र छठमा विशेष पटका पड्काएर नै मजा लुट्नेहरू धेरै हुन्छन्। उहाँ ती साथीहरूलाई के लाग्छ भने सबैभन्दा रमाइलो भनेको त्यसैमा छ। तपाईँहरू त अब दुर्घटना पनि पर्नुभएको छ। धेरै साथीहरू अब लगभग 3 जना साथीहरू दुर्घटनाबाट भुक्तभोगी हुनुहुन्छ। र यो तिहार अथवा यो छठमा तपाईँ साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ पटका पड्काउने साथीहरूलाई? तिहार भनेकै अब झिलिमिलीको उत्सव हो। हामी पुरा घर झिलिमिली नै हुन्छ। यतिखेर पड्का पड्काएर रमाइलो पनि गरिन्छ। रमाइलो गर्ने बेलामा रमाइलो गर्नुपर्छ, तर पहिले नै सतर्क भएर राम्रोसित हामीले पड्का पड्काउन सक्यो भने उचित हुन्छ जस्तो मलाई लाग्छ। तिहार भनेको त 7 रङ्गी टिका लगाएर आफ्नो भाइले आफ्नो बहिनीको रक्षा गर्नलाई गर्न खोजेको, तर यही तिहार र छठकै अवसरमा तिनीहरू पड्का सड्का पड्काएर कुनै सेहत बिगार्छन् भने त त्यो त राम्रो कुरा होइन नि। अब सुमन भाइको सन्देश। पटका पड्काउनु, पटका आफूले सेफली पड्काउनु, राम्रो गर्नु, मोज गर्नु, अनि आफ्नो हेल्थसँग खेलवाड नगर्नु। भाइ बहिनी 2 जना भाइ र 1 जना बहिनीसँग कुरा गऱ्यौँ। साह्रै भलाद्मी कुरा गर्नुभयो। यति सानै उमेरमा पनि यस्तै स्वभाव हुने बेला पनि गार्जेन्सको उपस्थितिमा मात्रै पटका पड्काउँ, नभने स्वास्थ्यमा खेलवाड नगरौँ भन्नुभएको छ। अब अमृता बहिनी के भन्नुहुन्छ? आफूले पटका पड्काएर रमाइलो गर्छौँ, एकछिनको लागि हुन्छ, तर त्यसले पुर्याउने क्षति त हाम्रोसँग जीवनभरि नै बसिरहेको छ नि त। अब जसरी साथीले आफ्नो आँखामा पटका परेर चस्मा लगाउनु परिरहेको छ, त्यो त लाइफ टाइम रहन्छ नि। त्यही भएर एकछिनको मजाको लागि हामीले आफ्नो लाइफ बर्बाद नगरौँ। काठमाडौँ इन्टरनेसनल स्कुलका भाइ बहिनीहरूले जस्तै हामी पनि यस कार्यक्रम मार्फत तमाम नेपाल टेलिभिजन हेर्नुभएका दर्शकवृन्दहरूलाई के सन्देश दिन चाहन्छौँ भने तिहारमा रमाइलो गरौँ, हाम्रो संस्कृतिलाई जोगाउँ, तर पटका पड्काएर विकृति नभित्र्याउँ, दुर्घटना ननिम्त्याउँ भन्न चाहन्छौँ। कार्यक्रममा सहभागिता जनाइदिनु भयो, तपाईँहरूलाई धन्यवाद छ। पर्वका नामहरूमा धेरै घटनाहरू घटेका छन् जो मान्छे घटिसकेपछि पछुताउनुभन्दा त्यसलाई घट्न नदिनु नै सबभन्दा बुद्धिमानी हुन्छ। संस्कार र संस्कृति जोगाउने नाममा पटका पड्काएर विकृति र अरूलाई पनि समाजलाई असर पर्छ। त्यसको आवाजहरूबाट कति बिरामी परिरहेका हुन्छन्, त्यो पनि हेरौँ। त्यसबाट खर्च पनि बचत हुन्छ, त्यो पनि महत्त्वपूर्ण कुरा हुन्छ। र कसैले देखासेखी गर भनेर यसरी बच्चाहरूलाई हौसला दिने प्यारेन्ट्स हामी त्यसै गऱ्यौँ भने हामी कुरा चाहिँ 21औं शताब्दीको गर्ने, तर हामी आफै पढेका मानिसहरू अथवा हामी आफ्नो समाजका प्रबुद्ध व्यक्तिहरू नि आज हामी त्यसरी लाग्ने हो भने हामी भोलि आफ्नो बच्चाहरूलाई कस्तो सन्देश दिन सक्छौँ त हामी? कार्यक्रम शिक्षाको सेरोफेरो यहाँलाई कस्तो लाग्दैछ? कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने तलको ठेगानामा पठाउनुहोला। आजका लागि भने कार्यक्रमको निर्धारित समय समाप्त भएको छ। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।